जय श्री राधे राधे राधे। यो संसारमा सबैभन्दा नराम्रो व्यक्ति को छ भनेर यदि हामी खोज्न निस्क्यौँ भने कोही पनि भेट्दैन। यदि हामी नै खराब छौँ कि भनेर कहिलेकाहीँ आफैले आफैलाई खोज्यौँ भने बा त्यो नराम्रो व्यक्ति आफैभित्र भेटिन सक्छ कि। विचार गर्नुलाई एउटा सानो कथा जसले धेरै कुराहरू सिकाउँछ। एउटा राज्यमा एउटा राजा प्रजाको हितको कामनाले सधैँ राज्य गर्थ्यो। एक समय राजा साहबको अगाडि एउटा गुनासो लिएर एउटा व्यक्ति आयो। राजा साहब, हाम्रो राज्यमा एउटा यस्तो व्यक्ति छ जसको अनुहार बिहान बिहान देखियो भने दिउँसोभरि खाना मिल्दैन, भोजन प्राप्त हुँदैन, खाना खान पाइन्न। राजालाई अचम्म लाग्यो, त्यस्तो पनि हुन्छ कि कसैको अनुहार देख्दैमा कसैलाई देख्दैमा खानै नपाउने दिनै बिग्रिने हुन्छ। उसले भन्यो, ओ राजा साहब, उसको अनुहार देखियो भने दिन बिग्रिन्छ, खाना पाइँदैन, अन्न एउटा पनि मुखमा जाँदैन। राजालाई अचम्म लागेछ। राजाले भन्नुभयो, ठिक छ, म परीक्षा गर्छु अनि मात्रै उसलाई के सजाय दिनुपर्छ म दिन्छु। एक काम गर, उसलाई मेरो राज्यमा लिएर आऊ, म जहाँ सुत्छु त्यहीँ सुताउनु पर्यो अनि बिहान उठ्ने बित्तिकै त उसैको अनुहार देखिन्छ। म पनि हेरौँ कि कतिको अभागी रहेछ या तिमीहरूले त्यत्तिकै इल्जाम लगाइरहेछौ। राजा साहबको कोठामा बोलाइयो। राजा साहब शयन गर्नुभयो, उसलाई भुइँमा सुताइयो। बिहान राजा उठ्ने बित्तिकै राजाको नजर ऊ माथि पर्यो। राजाले देख्नुभयो। अब राजाले उसलाई हेर्नुभयो। राजा त्यो दिन यति व्यस्त हुनुभयो कि राजाले दिउँसोभरि खाना खान पाउनु भएन, खाना खान भ्याउनु भएन। नभ्याएपछि राजा बडा चिन्तित हुनुभयो। साँझ पर्यो। साँझ परेपछि राजाले विचार गर्नुभयो, ओहो, साँच्चीकै यो मान्छे त नराम्रो रहेछ, अभागी रहेछ। यसको अनुहार मैले बिहान बिहानै देखेको थिएँ। यसको अनुहार देख्ने बित्तिकै आज मैले दिउँसोभरि खाना खान पाइनँ कहीँ पनि। राजालाई आश्चर्य लाग्यो। बेलुका सबै मन्त्रीमण्डल बोलाएर बैठक गरेर राजाले भन्नुभयो, यसलाई मृत्युदण्ड दिनुपर्छ। यस्तो व्यक्ति राज्यमा बस्नु हुँदैन जसको अनुहार देख्दाखेरि एउटा अन्न पनि मुखमा लिन पाइँदैन, भ्याइँदो रहेछ। राजा नभ्याएको कुरा राजाले बिर्सिनुभयो। तर राजाले भन्नुभयो कि मैले यसको बिहान बिहान अनुहार देखाएको थिएँ, बिहान बिहान अनुहार देख्दाखेरि दिउँसोभरि मैले केही पनि खान पाइनँ। त्यति हुने बित्तिकै अब उसलाई मृत्युदण्ड राजाले भनेपछि राजाको आदेश सर्वोपरि छ। मृत्युदण्डको तयारी भयो। सबै कुरा भइसकेपछि राजाले अन्तिम इच्छा सोध्नु भएछ। बाबु, तिम्रो अन्तिम इच्छा केही छ भने भन, किनकि तिमी यति अभागी रहेछौ कि तिम्रो अनुहार हेर्दा त अरूले त भन्थे, मैले पत्याएको थिइनँ, तर आज मैले नै खान पाइनँ। त्यही भएर तिमीलाई त मृत्युदण्ड दिनुपर्छ। तिमी जस्तो व्यक्ति बाँचेर केही पनि फाइदा छैन। के छ तिम्रो विचार? केही भन्नु छ अन्तिममा? त्यो व्यक्तिले हात जोडेर भनेछ, राजा साहब, हजुरले भन्नुभयो कि तेरो अनुहार देखेर मैले दिउँसोभरि खान पाइनँ, तेरो अनुहार देख्दाखेरि मैले खान पाइनँ, तर मभन्दा अभागी त हजुर हुनुहुँदो रहेछ, मभन्दा अभागी हजुर हुनुहुँदो रहेछ। राजाले भन्नुभयो, कसरी? मैले आजसम्म हजुरलाई देखेको थिइनँ, हजुरको अनुहार मैले देखाएको थिइनँ, हजुरको बारेमा सुनेको थिएँ। मेरो अनुहार हजुरले बिहानै देख्दा हजुरलाई त एक दिन भोजन प्राप्त भएन, एक दिन हजुरले खान पाउनु भएन। तर विचार गर्नुहोस् त, मैले त बिहान बिहान हजुरको अनुहार देखेको थिएँ, आज मलाई त आजै मृत्युदण्ड सुनाइयो। त्यही भएर मभन्दा अभागी त हजुर हुनुहुँदो रहेछ। त्यो दिन राजालाई लाग्यो, वास्तवमा कहिलेकाहीँ हामी सोच्छौँ, व्यवहार गर्छौँ जस्तो अरूप्रति कहिलेकाहीँ आफैभित्र झाकेर पो हेर्नुपर्छ कि वा हामी नै पो कतै गल्ती छौँ र वा अरूलाई पो गल्ती बनाउँदैछौँ कि दोषी ठहर गर्दैछौँ कि भनेर आफूले आफूलाई पनि निहाल्नुपर्छ। किनकि संसारमा नराम्रो व्यक्तिको खोजी नगर्नुहोस्, आफूभित्रको नराम्रोपनलाई नष्ट गर्नुहोस्, सबैप्रति सद्भावना राख्नुहोस्। राधे श्याम।